मैले मेकअप गरिसकेँ अब तिमीले कसरी बिहा लिने अब रुक ब्लस लाउँछ नि म चाहिँ पुतली आमा हो रुक आइसु रुक रुक म मेरो चस्मा देखाउने रुक ल ल ल आइसी अरे आइसी ओइ तिमीहरु के हामी त नाचगान गाउन हिँडेको तिमीहरू कता हिँडेका नि फेरि घाम लाग्दै हिँडेको नि यस्तो बुढेसकालमा को नाच्छ हड्डी दुख्छ मासु दुख्छ बुढेसकालमा त अलिअलि त दुखिहाल्छ नि जति शरीर चलाए त्यति बलियो हुन्छ त हो र हो नि ए ल ल आज चाहिँ यसो नाच्यौँ न त पुतली ल ल हिँड नाच नानीहरू गीत बजाइदिनु त ल हामी नाच्छौँ आज हरे राम हरे कृष्ण हरे राम हरे हरि हरि हरे राम हरे कृष्ण हरे राम हजुरहरूलाई हाम्रो यो नाटकमा कुन पात्र मन पर्यो त के बुझ्नु भयो त आजको नाटकबाट हो आजको हाम्रो उद्देश्य नै यही थियो हामीले जस्तो उमेरमा पनि आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान पुर्याउनु पर्छ यसले हाम्रो शरीरलाई सफा राख्छ रोगहरूबाट बचाउँछ र जीवनलाई स्वस्थ र रमाइलो बनाउँछ अब अन्त्यमा चाहिँ हजुर सबैजनाले यता आएर हाम्रो उपस्थिति हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद गर्न चाहन्छु र आजको कार्यक्रम हजुर सबैजनालाई रमाइलो लाग्यो भन्ने पनि आशा गर्छौँ र त्योभन्दा अगाडि चाहिँ हामी अब हाम्रो पात्रहरू को हुनुहुन्थ्यो भनेर हेरौँ है त
नमस्कार सबैजनालाई, मेरो नाम चाहिँ आकांक्षा पाण्डे। मैले चाहिँ पुतलीको भूमिका निर्वाह गरेकी थिएँ। नमस्कार सबैजनालाई, मेरो नाम चाहिँ रचिका प्रधान। मैले चाहिँ चम्पा आमाको भूमिका निर्वाह गरेको थिएँ। नमस्कार सबैजनालाई, म सलिना महर्जन। मैले चाहिँ आजको नाटक कार्यक्रममा जुनेली आमाको भूमिका निभाएको थिएँ। नमस्कार सबैजनालाई, मेरो नाम चाहिँ मेरिक्षा कोइराला। म चाहिँ आजको नाटकमा चाहिँ उजेली आमाको भूमिका खेलेको थिएँ। हजुरहरूले आफ्नो अमूल्य समय लिएर यहाँ पनि हाम्रो कार्यक्रममा आइदिनु भयो, सुनिदिनु भयो, त्यसको लागि चाहिँ हामी फेरि पनि धन्यवाद भन्न चाहन्छौँ। र मैले घामले भेटेन देखिराख्नुपर्छ अलि यस्तो गर्दैन आमा, यस्तो गर्दैन अलि